राइट यो हामीलाई ट्राभलिङले हामीलाई के गर्छ भन्ने कुरा एकदमै कि एउटा चाहिँ पूर्व कुरा यसमा छ अहिले यसको एउटा यस्तो डेटा छ कि फ्याक्ट डेटा हामीले 93% मेन्टल हेल्थ मान्छेको चाहिँ इम्प्रुभ हुन्छ अरे ट्राभलिङले 93%। एकजना यहाँ स्लाइडमा अहिले छ कि छैन आइरहनु हो एकजना डिभोर्सी लेडी हुनुहुन्थ्यो वेन सी had broken up in a relationship and she started traveling. She traveled around the world. And last month I became no more the same person. Before and after I traveled, totally transformed. After my recovered. So I'm very much thankful for him. Because of that, breakup मा के भन्दा छ लास्टको पढ्नु त 2 लाख भन्दा बढी ट्रेकरहरु कहाँको लागि मात्रै आउँछ। यसमा धेरै हामी जाँदैनौँ तपाईँ त सर्वे हेर्नुहोस् नेपालको पपुलारिटी नेपाल किन टुरिज्ममा छ आज भन्दाखेरि हाम्रो डेस्टिनेसन के रहेछ अफोर्डेबल छ यो हामी वेयर मोर नेचर एन्ड एडभेन्चरको लागि बनेको कन्ट्री हो। आई हेभ भिजिटेड स्विजरल्यान्ड 2016 हुनुपर्छ मलाई लाग्यो त्यहाँ पुग्ने बित्तिकै Nepal is not less than Switzerland, more than Switzerland. The only thing is they have such an infrastructure. We are yet to develop that. That's the only difference. Thank you.